भक्त साथीहरू, हजुरहरूलाई म मेरो नयाँ भिडियोमा स्वागत गर्छु। आउनुहोस्, आज म मेरो मनको विचार हजुरहरूको अगाडि पोख्दैछु। अनुशासन भनेको के हो? साथीहरू, हजुरहरूलाई के लाग्छ अनुशासन भनेको के हो? अनुशासन समय, काल र परिस्थिति अनुसार फरक फरक हुन्छ। सङ्घ संस्था अनुसार फरक फरक हुन्छ। संस्कार धर्म अनुसार फरक फरक हुन्छ। हामी हिन्दू धर्मावलम्बीहरूको अनुशासन बेग्लै छ, मुस्लिमको अनुशासन बेग्लै छ, क्रिस्चियनको अनुशासन बेग्लै छ, बाहुनको अनुशासन बेग्लै छ, जनजातिको अनुशासन बेग्लै छ, अन्य जातिको अनुशासन बेग्लै छ, संस्कार प्रथा परम्परा बेग्लै छ, मर्यादा बेग्लै छ। अनुशासन भनेको नियम हो जुन सदियौं कालदेखि चलिआएको हुन्छ। हामी हिन्दू धर्मावलम्बीहरूको अनुशासन भनेको परोपकारी हुनु, आफ्नो धर्मशास्त्रको पालना गर्नु, नियमको पालना गर्नु नै अनुशासन हो। म विद्यार्थी साथीहरूको लागि अनुशासनको बारेमा बताउँछु। हाम्रा विद्यार्थी साथीभाइहरूले समयमा उठ्ने, समयमा सुत्ने, समयमा पढ्ने, समयमा खाने गर्नुपर्दछ। यदि हामीले अनुशासनको पालना गरेनौँ भने हाम्रो पढाइ पनि बिग्रिन्छ, हाम्रो जिन्दगी पनि बिग्रिन्छ र सबैतिर चाहिँ असफलताको हात पर्न सक्छ। त्यसैले हे मित्रहरू, हे विद्यार्थी साथीहरू, अनुशासन पालना गर्नको लागि शक्ति भनेको भक्तिले प्रदान गर्छ। भगवानको नामले अनुशासनतर्फ डोर्याउँछ, किनकि हाम्रा शास्त्रहरू ग्रन्थहरू जति पनि बनेका छन् ती शास्त्र ग्रन्थहरूको मूल उद्देश्य भनेको मानिसहरूलाई एउटा अनुशासनमा ल्याउने, एउटा नियममा ल्याउने। जब जब पृथ्वीमा पाप बढ्यो, अन्याय बढ्यो, तब तब भगवानले जन्म लिएर नरसंहार गर्नुभयो। त्यस कारणले गर्दाखेरि पापको चाहिँ यहाँ कुनै पनि स्थान छैन, धर्म र सत्यको स्थान छ। त्यो धर्म र सत्यको लागि नियम कानुन र अनुशासनको पालना गर्नुपर्छ भनेर भगवानले भन्नुभएको छ। त्यसैले मित्रहरू, आफ्नो अनुशासनको पालना गर्नुहोस्। विद्यार्थी हुनुहुन्छ भने पढ्नुहोस्, खुब पढ्नुहोस्, मिहिनेत गर्नुहोस्, बिहान चाँडो उठ्नुहोस्, योगा गर्नुहोस्, ध्यान गर्नुहोस्, भजन गर्नुहोस्, कीर्तन गर्नुहोस्, भगवानको नाम लिनुहोस्, खुसी रहनुहोस्, खानेकुराहरू स्वस्थकर खानेकुराहरू खानुहोस्, शरीरलाई अपाच्य हुने खानेकुराहरू नखानुहोस्, सबैसँग सद्भाव गर्नुहोस्, राम्रो व्यवहार गर्नुहोस्। हिन्दूले हिन्दूको अनुशासन पालना गर्नुहोस्, मुस्लिमले मुस्लिमको अनुशासन पालना गर्नुहोस्, क्रिस्चियनले क्रिस्चियनको अनुशासन पालना गर्नुहोस्। सबैले आफ्नो अनुशासन पालना गरेर अरूको मर्यादा र अनुशासनलाई सम्मान गरेमा हाम्रो नेपाल मात्र होइन, विश्व नै एक दिन खुसियाली छाउने थियो। विश्वमा शान्ति कायम होस्। हरि ओम, हरि ओम।